राजनीतिमा युवाको भूमिका। जातीय अन्याय विरुद्ध लड्दा लड्दै 39 वर्षको उमेरमा ज्यान गुमाउन पुगेका मार्टिन लुथर किङ जुनियर अनि 29 वर्षकै उमेरमा सामाजिक क्रान्तिको बीज रोप्न सफल सुदूरपश्चिमका किसान नेता भीमदत्त पन्त अनि प्रजातन्त्र प्राप्तिका लागि हाँसी हाँसी जीवन सुम्पने ती सारा युवा शहीदहरूलाई सम्झनामा राखी आज म राजनीतिमा युवाको भूमिका भन्ने शीर्षकमा आफ्ना भनाइ प्रस्तुत गर्दैछु। सामान्यतः युवा भन्नाले 16 वर्ष उमेर काटिसकेका तर 40 वर्ष नपुगेका, बालापनको चञ्चलताले छाडिसकेका तर बुढ्यौलीको स्पर्श अझै नगरेका, ऊर्जावान, जोसिलो र देशको भविष्य निर्माणका लागि तयार व्यक्तिलाई युवा भनिन्छ। र राजनीति भन्नाले केवल कुर्सीको खेल होइन, यो देशको दिशा निर्धारण गर्ने प्रक्रिया हो जहाँ हाम्रो योजना, निर्णय र नेतृत्वले भविष्य बनाउँछ। वर्तमान युवा र राजनीतिको बारेमा भन्नुपर्दा हामी नेपाली युवाको स्थिति अचम्मको छ। राति टिकटकमा राजनीति गर्ने, बिहान फेसबुकमा राष्ट्र बचाउने पोस्ट हाल्ने अनि दिउँसो चिया पसलमा सरकार बदल्ने योजना बनाउने। तर जब साँच्चै राजनीतिभित्र पस्ने कुरा आउँछ धेरैलाई लाग्छ यो त नेताहरूको खेल हो, हामी त बस हेर्ने र सुन्ने मात्र हो। तर साथीहरू, देश हेरेर मात्रै बदलिँदैन, देश सुनेर मात्रै बदलिँदैन, देश बदल्न मैदानमा बस्नुपर्छ। हाम्रो देशमा राजनीति त गरिन्छ तर 1 लिटर पेट्रोल र 1 छाक मासु भातमा बिकेर अनि भनिन्छ हाम्रो देशको राजनीति त खत्तम छ। राणाकालदेखि पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालसम्म आइपुग्दा धेरै दिदीबहिनीहरू विधवा भएकी छन्, धेरै दाजुभाइहरू विधुर भएका छन्, धेरै छोराछोरीहरू टुहुरा भएका छन् भने धेरैका परिवारको अस्तित्व मेटिएको छ। आज नेपालको 40% भन्दा बढी जनसङ्ख्या युवाहरू छन्। हामी कहाँ ऊर्जा छ, जोश छ, सपना छ, तर त्यो सपना पूरा गर्न युवाको सक्षम नेतृत्व पनि चाहिन्छ। त्यसैले नेपालमा प्राविधिक र आर्थिक क्रान्ति ल्याउनका लागि युवा सिपलाई राजनीतिमा जोड्न जरुरी छ। इतिहास साँची छ। 2007 सालको क्रान्ति होस् या 2065-63 को जनआन्दोलन, हरेक ठूलो परिवर्तनको अगुवाईमा युवा नै थिए। तर अचम्मको कुरा, लडाई जितेपछि नेतृत्व फेरि पुरानै पुस्ताले लिन्छ र हामी युवा फेरि पोस्टर टाँस्ने र माइक बोक्ने मात्र बन्छौं। यो चक्र तोड्न अब हामीले पोस्टर टाँस्ने र माइक बोक्ने मात्र होइन, सक्षम युवा सहितको रणनीति बनाउनु पर्छ र बुढापाकाहरूलाई राजनीतिबाट सन्यास दिलाउनु पर्छ। आजको राजनीति पैसा, पहुँच र पारिवारिक विरासतको खेल जस्तो देखिन्छ। तर मित्रहरू, आज हामी चुप बस्ने हो भने भोलि हाम्रो शिक्षा, हाम्रो रोजगार, हाम्रो स्वास्थ्य सबैहरूको हातमा रहनेछ। जब सुदूरपश्चिमको युवाले स्वास्थ्य सुविधा नपाएर ज्यान गुमाउँछ, कर्णालीको विद्यार्थीले किताब नपाएर स्कुल छोड्छ र काठमाडौँमा स्नातक गरेको विद्यार्थी बेरोजगार भएर टेम्पो चलाउँछ, तब हामी युवाको नेतृत्वको अस्तित्व मेटिन्छ। त्यसैले युवाको ऊर्जा केवल विरोधमा मात्र होइन, निर्माणमा पनि चाहिन्छ। हामीले स्मार्ट भोटर बन्नुपर्छ, जात, धर्म, दल होइन, नीति हेरेर मत दिन सक्ने। हामीले नयाँ नेतृत्व उत्पादन गर्नुपर्छ जसको हातमा न भ्रष्टाचारको बोझ होस् न त राजनीति गर्ने पुरानो रोग। हामीले सकारात्मक राजनीति गर्नुपर्छ जहाँ बस हुन्छ, गाली होइन, योजना हुन्छ, आश्वासन होइन। यदि हामीले सिंहदरबारको संसदमा आज युवाको आवाज पुर्याउन सक्यौं भने शिक्षा प्रणाली बजारको आवश्यकता अनुसार बदल्न सकिन्छ, गाउँमा अस्पताल र डाक्टर पुर्याउन सकिन्छ, रोजगारीको लागि देशमै उद्योग खोल्न सकिन्छ। यदि राजनीतिमा युवाको नेतृत्व भयो भने हामीले टेक्नोलोजी र ग्लोबल सोचका माध्यमबाट नेपाललाई 21औं शताब्दीमा उभ्याउन सक्छौं। अन्त्यमा साथीहरू, राजनीतिमा युवाको भूमिका भन्नुको मतलब केवल चुनाव लड्नु मात्र होइन, यो त देशलाई आफ्नो सपना अनुसार ढाल्ने जिम्मेवारी हो। यदि हामीले अब नेता बदल्ने मात्र होइन, नेतृत्वको संस्कृति नै बदल्नुपर्छ। यदि हामी चुपचाप रह्यौं भने भोलि हाम्रो सपना भाषणमा मात्र सीमित रहन्छ। तर यदि हामी आज उठ्यौं भने भोलि नेपालको संविधानमा हाम्रो हस्ताक्षर हुनेछ। तसर्थ यो समय हो मौन तोड्ने, कदम बढाउने र देश बनाउने। हामी युवा हौं, हाम्रो ऊर्जा, हाम्रो आँट र हाम्रो इमानदारिता नै नेपालको भविष्य हो। धन्यवाद। जय देश, जय नेपाल।